आत्मा आत्मा हुन्छ एक अंगूठा जत्रो जुन जीवन्त छ जीवन्त भन्दा के भन्छ त्यसलाई त्यो शब्दै आएन के मलाई पढाई लेखाइमा ध्यान लगाऊ आइए इस्कनका भक्तहरूले कुनै पनि शास्त्र अध्ययन नगरेको कुरा बताउने वक्ताले यदि आफूले थोरै पनि शास्त्र अध्ययन गरेको भए आज यस्तो अवस्था पक्कै पनि आउँदैन थियो होला। श्वेतशोतरोपनिषद्मा भनिएको छ बालाग्रा शतभागस्य शतधा कल्पितस्य च भागो जीवः सविज्ञेयः सचानन्ताय कल्पते। अर्थात् एउटा कपालको अग्रभागलाई 100वटा टुक्रामा काट्नुहोस् र फेरि त्यो 100वटा टुक्रामध्ये एउटा टुक्रालाई अझ 100वटा बराबर भागमा काट्दा जुन सानो अंश बन्छ, अर्थात् एउटा कपालको अग्रभागलाई 10,000 बराबर भागमा काट्दा बन्ने एउटा सानो अंश जति सूक्ष्म हुन्छ त्यति सूक्ष्म हाम्रो आत्माको स्वरूप हुन्छ भनेर भनिएको छ। र यसको विशेषता के हो त? न जायते म्रियते वा कदाचिन्नायम भूत्वा भविता वा न भूयः अजो नित्यः शाश्वतोऽयं पुराणो न हन्यते हन्यमाने शरीरे। अर्थात् न आत्मा कहिले जन्मिन्छ न कहिले यसको मृत्यु हुन्छ। भूत्वा भविता वा न भूयः, न भूतकालमा न वर्तमान न भविष्यमा। अजो नित्यः शाश्वतोऽयं पुराणो न हन्यते हन्यमाने शरीरे। अर्थात् हाम्रो यो शरीर नष्ट हुन्छ तर आत्मा कहिले पनि नष्ट हुँदैन भनेर शास्त्रमा भनिएको छ। नैनम छिन्दन्ति शस्त्राणि नैनम दहति पावकः न चैनम कले दयन्त्यापो न शोषयति मारुत। अर्थात् न आत्मालाई कुनै अस्त्र शस्त्रले काट्न सकिन्छ, न आगोले जलाउन सकिन्छ, न पानीले भिजाउन सकिन्छ, न हावाले सुकाउन सकिन्छ। यो हाम्रो आत्माको स्वरूप। र यदि हजुरहरू पनि यो स्वरूपलाई बुझ्न र जान्न चाहनुहुन्छ भने अहिले नै भगवानको नाम जप गर्न सुरु गर्नुहोस्। हरि बोल।